हेलो गाइज, गुड मर्निङ। सबैजना सन्चै हुन्छ होला, म पनि एकदम सन्चै रहेको छु। आज हामी गइरहेका छौँ हानगङ नदीतर्फ। यो हो गाइज मेरो कम्पनी र आजको यात्रा हाम्रो यस कम्पनीबाट सुरु हुन्छ। लेट्स गो। कोरियामा अहिले वसन्त ऋतु चलिरहेको छ, सो चारैतिर हरियालीको साथसाथै ढकमक्क फुलहरू फुलेको पनि देख्न सक्नुहुन्छ। गाइज हामी आउन त आयो, अब यहाँबाट चाहिँ बाटो चाहिँ भुल्यो। दुईजना मात्र यहाँ छन् साथी। अब साथीहरू कता गयो, दाइहरू कता जानुभयो। बाटो धेरै छ, एउटै बाटो उता पनि छ, एउटा उता पनि छ। यहाँ सबै गाडीहरूको पार्किङ छ। त्यो माथि पनि बाटो। ऊ जाने चाहिँ कुन बाटो, हामी यो बाटो हो कि यो बाटो, अब गइन्छ त्यसपछि हेरौँला। दाइहरू त खत्रै साइकल चलाउनुहुन्छ यार, उहाँ अगाडि हामी कहाँ पछाडि देख्नै सकिँदैन। दाइहरूले यस्तो कडा साइकल चलाउँदाखेरि कहाँ फेराउन सकिन्छ हो गाइज। ओहो फाइनली गाइज हामी डेस्टिनेसनमा पुग्न आँटेका छौँ। त्यही भएर क्या खुसी भएको सबैजना। ओ माई गड। ल साथीहरू, हामी चाहिँ साइक्लिङ गर्दा गर्दै त्यो ठाउँ पुग्यो। हेर्नुहोस् यस्तो रमाइलो। ओके गाइज, आजको यात्रा हाम्रो यहीँसम्म। थ्याङ्क्स फर वाचिङ। बाई बाई।